थिएन। अनि त्यहाँ एक दिन एउटा घटना घट्यो। छल गर्नुलाई शैतानले आदम र हव्वालाई प्रयोग गर्यो। त्यो चाहिँ छल गर्नलाई को आयो भनेदेखि शैतान चाहिँ परमेश्वरको शत्रु थियो। परमेश्वरको शत्रु भएको कारणले पृथ्वीमा मानिसलाई नाश गर्नलाई कसरी चाहिँ भत्काउने र कसरी चाहिँ निकालेर कसरी चाहिँ नाश गर्ने र यो त परमेश्वर भन्दा मुनिको भएर भनेर शैतानलाई डाह लागेको कारण आदम र हव्वालाई उत्पत्ति 3:13 बताएको छ। यो तपाईँलाई अहिले थाहा छैन, पछि थाहा हुनेछ। त्यसकारण त्यहाँ पापमा फसाइदिएको छ। तिमीहरूलाई परमेश्वरले के भन्नुभएको छ, ईश्वरले के भन्नुभएको छ तिमीहरूलाई भनेर परमेश्वरले ठुलो स्वरमा ईश्वरले भन्नुभयो। सबै फल खायो हुन्छ तर एउटा फलको फल चाहिँ नखानु भनेको कारण हे लाटराथ्योहरू, परमेश्वरले ढाडेको तिमीहरू त्यो थाहा छैन? सुँगेर मात्रै हेर्दा, खाएर मात्रै हेर्दा कति मिठो हुँदैन भनेर छल गर्थ्यो। अनि सर्प अजिङ्गर आएर बोल्नु थाल्यो भनेर मनमा खबर आदम र हव्वा। अनि आदम नहुने बेलामा हव्वालाई खुवाइहाल्यो होइन, आफैले टिपेर खानु लगायो। अनि त्यो फल चाहिँ खानु नहुने थियो। त्यो शैतानको मृत्यु हुने फल थियो। त्यो सबै धेरै फल थियो नि, सबै फल खायो हुन्छ। यो एउटा रुखको मात्रै नखानु है, यो रुखको चाहिँ नखानु भएको थियो। त्यही रुखको खाएको कारण संसारमा उल्लङ्घन गर्यो। परमेश्वर भनेको आज्ञालाई मानेन, त्यसै कारण पाप आयो भयो, पाप आयो संसारमा भनेर त्यत्रो संसारमा सिद्ध जीवन, राम्रो जीवन, पाप थिएन। अब पाप लगाउनु लगायो। कसले भनेदेखि त्यो शैतान हो। भोलि शैतानले परमेश्वरको शत्रु, हाम्रो मानिसको पनि शत्रु हुन आयो। अनि आदम र हव्वालाई फसाइ छोड्यो। त्यसकारण सुनेर भन्नु है भाइ बहिनीहरू, सुन्दै हुनुहुन्छ होइन? अब यहाँ भत्किएको संसार, भत्किएको संसार। म छिटै सिधाउँछु अब, धेरै है, म छोटोमा भन्छु। अब भत्किएको संसार भयो। आदमले पाप ल्यायो, आदम र हव्वाले पाप ल्यायो भने फेरि ईश्वरले चाहिँ जीवन ल्याउने कुरा पछि आउँछ। अनि अहिले पापको कुरा मैले त्यहाँ धर्म कर्म गरेर धेरै दान दक्षिण दिएर धेरै गरेर मान्छेहरू म यस्तो गर्छु भनेर घमण्ड फुलेर संसारमा के को गर्छु भनेर यत्रो पेट फुलेर यत्रो बटन फुलेर हिँड्ने मान्छेहरू संसारमा पुरेत भएर के गरेर धर्म कर्म गरेर काशी गएर कहाँ गयो। म पनि गयो कलिम्पोङमा, तर मैले ढुङ्गाको रहेछ छ भने, सत्यको देउता छ भने ढुङ्गाको रहेछ छ भने गीत गाएर, तर परमेश्वर ईश्वर मात्रै रहेछ भने मैले त्यो पछि थाहा हो। अहिले त थाहा भयो होइन, पछि थाहा हुँदैन। पहिला ठक्करै ठक्कर तपाईँ हामी जस्तै थिएँ म। अहिले मैले बुझेको कुरा भन्दै कतिको संसारमा धर्म कर्म गर्ने के पनि काम लाग्यो। चन्द्रमामा पुग्यो मान्छे रकेटमा, औ माथि नै घर बनाउँछु भने गयो, तर पनि पृथ्वीमा फर्केर
मर्नु पर्यो, धर्म गरेर मर्नै पर्यो। अनि मानिसमाथि भरोसा गरे फेरि मानिसले पनि धोका दियो। केही काम छैन संसारमा, यहीँ मृत्यु हुनु पर्यो। जहाँबाट घुम्दै फेरि रुम्जटा, घुम्दै फेरि जाने रुम्जटा रे, घुम्दै फेरि पृथ्वीमा नाश महामारी होइन, कति थरीको रोग आयो पृथ्वीमा, हामीले भोगिया आएको थियौँ। अनि गरेको कारण पछि यहाँ मुक्तिको खाँचो परमेश्वरले एक मात्र पुत्रलाई दिने योजना गर्नुभयो। यहाँ भगवत सन्तानमा मात्रै राखेर भएन, परमेश्वर बाउको प्रेम छोराप्रति हुन्छ नि, त्यस्तै संसारमा नाता नातिनीलाई कति माया गर्छ, त्यसै गरी स्वर्गको ईश्वरले अति माया गरेर फेरि होइन एउटा छोरालाई मेरो प्रेम एकदम माया लाग्दो छोरा एउटा दिनु पर्यो, संसारलाई त बजाउनै पर्यो, संसार धेरै नाश हुने भयो भनेर अनि कसैले पश्चाताप गरिदियो भने हुने भन्ने आशा थियो परमेश्वरको। तर मानिसहरूले पश्चाताप गर्नै मानेन। अनि परमेश्वर प्रेम गरिकन यसो भन्ने ईश्वरको पुत्र पठाउनु भयो। पुत्र भनेको छोरा के यत्रो गर्दन भएको छोरा, एकदम पवित्र भएको छोरा, ढाक नभएको छोरा, फोहोर नभएको छोरा, पाप नभएको छोरा पठाउनु भयो यो स्वर्गबाट। अनि परमेश्वरले नै आफ्नो पुत्र दिनुभयो। दिनु त भयो, आउनुभयो, उहाँ पठाउनु भयो, आउनुभयो। तर के काम गर्नुभयो? आँखा नहुनेलाई आँखा दिनुभयो, कान नहुनेलाई कान दिनुभयो, खुट्टा नहुने खुट्टा दिनु, ढाड टुक्रो सोझो पार्नुभयो। उहाँले अचम्मको कामहरू गरेर पठाउनु भयो, काम त गर्नु पऱ्यो नि होइन। त्यस कारण स्वर्गमा हुनु। अनि त्यसपछि पृथ्वीको खाँचो देखेर नै पठाउनु भयो। त्यस कारण क्रुसमा अचम्म काम गरिसकेपछि क्रुसमा उहाँ प्रेम गरेर तपाईँले मलाई बलिदान जस्तो प्रणामी मान्छेहरूसँग जाँदा चाहिँ हाम्रो ठाउँमा हुन्छ। समस्या परिस्थिति हेरेर धन्यवाद उहाँले बलिदान गरेर उहाँले स्वर्गसम्म पुर्याउनलाई परमेश्वरले पश्चाताप गर्नेहरूलाई पश्चाताप गरेर अन्यलाई त्यहाँबाट फुल पश्चाताप गरेर आउनेहरूलाई उहाँले सिद्धार्थ मुक्ति दिने योजना मान्यता थियो। कारण उहाँले आदमद्वारा मृत्यु आयो भने क्रिस्टद्वारा जीवन आयो भनेर रोमी 5:12 लेखेको छ। पछि तपाईँहरूले बुझ्दै हुनेछ। मैले जाने कुरा बताउँदैछु। स्वर्गसम्म